हेलो गाइजहरु चाहिँ पकोड जाँदैछु है उधौली मनाउनलाई दाइहरु अगाडि हुनुहुन्छ ल लाग्यो उधौली गाइजहरु हिमालहरू दामी देखिरहेछ है हामी रूपाकोट जाँदै हो अहिले हैन सक्केला नाचेर झर्ने हो गाइस यस छ हाम्रो ल अगाडि ग्रुपहरु देखाइदेऊ यो त गरौँ तर माथिबाट गर्नुपर्छ यो साइड सारे है त्यही भइसक्यो त्यो यो तेलानी तान्ने हो भनेर भनिन्छ नि केर सबारेर गर्नु अनि कुरा आउँछ त मैले सिक्नु पर्छ के गर्नु एउटा बुढाले एउटा छोरी उता नखेर राम्रो आउँछ एउटा बुढाले विशाललाई चाहिँ जे ठुलो पहिलापट्टि छोरा के छोरा ठुलो पट्टि जेठा बुढाको छोरा माइलो लिएर जाडो हुन्छ नि त त्यही भएर है जाँड चाहिँ भने खाइदिउँ न तिर्खा लागेर के ल्याउनु पर्दैन कसको यो झ्याम्रा चाहिँ किन सुबिरी हामी जाऊ बजार चाहिँ आउनु बोकेर आउनु आल्तिर के हुने पारा आउँदैन के त त्यही भएर उता जाऊ न अगाडि मान्छे पारा खेद्दा अगाडि बोकेर आउने के हुन्छ ल मलाई मेरो क्यामेरा राम्रो छैन के
चर्चित चिन्ने होइन होइन हुन्छ गर्नु जानु हेलो हजुर पापा हजुर हस् भिडियो गरेर दामी दामी गर्नु हौ आसनी कुकमेन चाहिँ होइन त हात हल्ला कुकमेनले यो यता र उता यो ढुङ्गा गाडेको चाहिँ बाटो होला है दाइ विशाल दाइ यो यता र उता ढुङ्गा गाडेको चाहिँ बाटो होला नि गाह्रै परेको आफ्नो ज्ञान खोज्ने हो झारा खोल्सामा पानी खाने हो कतै बुद्धि हुन्छ आफ्नो गाइजहरू हामी चाहिँ घर लागिसकेको छ रात रात पनि परिसक्यो त्यही भएर हाई भन्दै जाऊ है ल जम जम ल चाहिँ बजुबारी आइपुग्यो राति अँध्यारोमा अब मोबाइल पनि स्विच अफ आइसक्यो भिडियो अब आउँदैन होला यति नै होला अन्तिम भिडियोहरू